अरू बेला त यो मनलाई जसो तसो चित्त बुझाउँछु तिमी मेरो साथमा छैनौ भनेर, तर जब आमाको मुख हेर्ने दिन आउँछ नि तब तिमी मेरो साथमा छैनौ भनेर चित्त बुझाउनलाई यो मनलाई निकै गाह्रो पर्छ। आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना मेरो स्वर्गीय आमा। तिमीलाई थाहा छ मलाई सबैले सोध्छन् किन घर नगएको, किन माइत नगएको आमाको मुख हेर्ने दिन भनेर, तर म उनीहरूलाई कसरी जवाफ दिउँ? जुन घरमा मेरो जुन जस्ती आमा थिइन् त्यो जुनलाई भगवानले सधैँका लागि खोसेर लगिदिएका छन् भनेर। यदि कुनै मन्दिरमा गएर केही मागेर पाउँथे भने नि हरेक मन्दिरमा गएर म बस तिमीलाई नै माग्ने थिएँ। यो मोबाइल हेर्छु म, यो मोबाइलको नम्बर हेर्छु कति तिम्रो फोन आउँछ कि भनेर, तर अफसोस यो मोबाइलको चार्जर सकिन्छ तर तिम्रो फोन आउँदैन किनकि तिमी यहाँ छैनौ नि त है। यही भनेर म यो मनलाई चित्त बुझाउँछु। भएछ भने अर्को जुन लामो आयु लिएर आऊ है, म तिमीसँगै आमाको मुख हेर्ने दिन मनाउन चाहन्छु। मेरी प्यारी आमा, धेरै माया अनि धेरै सम्झना छ आमा।